हेलो गाइज वेलकम टु माई ब्लग। आज चाहिँ हाम्रो बुटोल कालिका क्याम्पसमा 24 आवर हेकाथन हुँदै थियो। यसमा चाहिँ हामीहरू पनि पार्टिसिपेट थियौँ र यो चाहिँ बिसिएको सबै सेमिस्टरहरूको लागि अर्गनाइज गरिएको थियो एक्सेप्ट फर्स्ट सेम। अनि फर्स्ट सेमहरूको मेम्बरहरू चाहिँ भलिन्टियर हुनुहुन्थ्यो हाम्रो। अनि यहाँ चाहिँ मर्निङको सिन हो, यो चाहिँ सबैजना मेम्बरहरू आइसक्नु भएको छ। यो चाहिँ स्पोन्सरहरू हो हाम्रो यो हेकाथनको लागि, हेर्नुहोला। थ्याङ्क यू सो मच स्पोन्सर, हाम्रो प्रोग्राम सक्सेस गराइदिनु भएकोमा। र यो चाहिँ मैले पनि यस्तो हल्का स्पोन्सरहरूको प्रमोट गर्दै भिडियोहरू गराउँदै थिएँ। अनि हाम्रो चाहिँ प्रोग्राम अफिसियली स्टार्ट भइसकेको छ र यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले पनि हाम्रो प्रोग्राम स्टार्ट भइसकेको। र मैले पनि यसो हल्का अब काम गर्नु पर्यो नि त, अब हेकाथन भनिसकेपछि अनि स्टार्ट गरिसकेको थिएँ आफ्नो कामहरू। यो चाहिँ मेरो टिमहरू हो, हामी 3 जना थियौँ, ऊ चाहिँ मेरो साथी हो। अनि यहाँ चाहिँ बहिनीले यसो क्वेसन सोध्न भन्दा आएकी थिइन्। यो चाहिँ क्वेसन भविष्यमा कसरी विस्तार गर्न सकिन्छ, यसलाई चाहिँ प्रभावकारी र दिगो रूपले विस्तार गर्नको लागि चाहिँ सहकार्यहरूको दायराहरू बढाउने, जस्तै कलेज अनि विश्वविद्यालय युनिभर्सिटीहरूमा चाहिँ यो ह्याकाथनहरू लन्च गर्दै गर्ने। यसलाई चाहिँ 24 घन्टा र 48 घन्टामा मात्र नभएर एकदम 1 हप्ताको 2 हप्ताको प्रोग्रामहरू ह्याकाथनहरू चाहिँ राख्ने। अनि त्यसपछि उद्योगहरूसँग पनि एकदम मजबुत सम्बन्धहरू गराउने अनि ग्लोबलाइजेसन गर्ने। थ्याङ्क यू। अब चाहिँ साँझ परिसकेको थियो, हामी चाहिँ एकदम बोर भएका थियौँ। हामीले चाहिँ अब गाना गाउँछौँ, डर चाहिँ गाइस। अब चाहिँ म काम गर्दा गर्दै यस्तो हल्का टिकटकहरू पनि गराउँछु होइन। अब बोर भएको थियौँ नि त हामीहरू, केही गरेर टाइम पास त गर्नु पऱ्यो, सुत्न त पाइन्थेन। अनि त्यही भएर चाहिँ हामीले हल्का टिकटकहरू गरायौँ। अनि गेमहरू खेलाउनु भएको थियो, जसमा चाहिँ म फर्स्ट भएको थिएँ एउटा गेममा। अनि हाम्रो चाहिँ हु इज द फास्ट टाइपर भन्ने गेम पनि भएको थियो, हेर्न सक्नुहुन्छ। हाम्रो चाहिँ बिहानको 5 बजिसकेको थियो। अनि अब हामी चाहिँ भजनमा नाच्न थाल्यौँ सबै जम्मा भएर। हामीहरू चाहिँ म्याक्सिमम पनि 2 आवर्स जति नाच्यौँ होला भजनमा होइन। अनि आज चाहिँ हाम्रो फाइनल डे थियो।
अब चाहिँ अफिसियली रूपमा हाम्रो प्रोजेक्ट सो अप गर्ने टाइम आइसकेको थियो र यो चाहिँ मेरो प्रेजेन्टेसनको टाइम। मैले चाहिँ मेरो प्रेजेन्टेसन दिँदै थिएँ। सुन्न सक्नुहुन्छ हल्का साउन्डहरू। रेटहरू चाहिँ म्यानुअली राखेर सामानहरूलाई चाहिँ डिस्काउन्ट मार्फत हुन्छ कि डोनेट गरेर हुन्छ कि कसरी हुन्छ त्यो सामान यसरी चाहिँ 5 मिनट्समा हामीले आफ्नो प्रोजेक्ट देखायौँ, प्रेजेन्टेसन दियौँ अनि त्यसको हल्का लाइभ डेमो पनि देखाइसकेका थियौँ जजहरूलाई र हामीले चाहिँ यसरी नै प्रोजेक्ट देखायौँ। सबै 11वटा टिम हुनुहुन्थ्यो, उहाँहरूले पनि आफ्नो प्रोजेक्टहरू यसरी नै देखाउनु भयो अगाडि गएर प्रेजेन्टेसन मार्फत डेमो दिएर र सबैको प्रेजेन्टेसनहरू चाहिँ एकदमै राम्रो थियो अनि हाम्रो पनि राम्रै थियो है। अनि यसरी चाहिँ हाम्रो डे 2 को इन्ड हुन लागिसकेको छ अनि डे 2 मा चाहिँ हामीले आफ्नो प्रेजेन्टेसन सो अप गर्ने मात्रै थियो र हामीले आफ्नो प्रेजेन्टेसनहरू सो अप गऱ्यौँ जुन चाहिँ हामीले दिनभरि रातभरि लाएर गराएका थियौँ त्यही दिनै। अनि त्यसपछि यही हो, हेर्न सक्नुहुन्छ त्यो चाहिँ। मलाई चाहिँ ओभरअल यो ह्याकाथन एकदमै राम्रो लाग्यो। यो चाहिँ हाम्रो कालिकामा फर्स्ट टाइम भएको थियो र यसले गर्दा चाहिँ हामीले धेरै कुराहरू सिक्न पायौँ। हामीले आफ्नो ट्यालेन्टहरू पनि ह्याकाथन मार्फत देखाउन पायौँ र आगामी दिनहरूमा पनि यस्तै कार्यक्रमहरू कालिकाले राख्नेछ र हामीलाई पार्टिसिपेट हुने मौका दिनेछ भन्दै मलाई चाहिँ यो एकदमै राम्रो लाग्यो भनेर बिदा हुन चाहन्छु। थ्याङ्क यू। यो चाहिँ रिजल्ट डे र रिजल्ट चाहिँ आइसकेको छ र हाम्रो फाइनलिस्टलाई चाहिँ एकदमै धेरै कङ्ग्रेचुलेसन र हाम्रो ह्याकाथन एकदमै मेमोरेबल र स्किलफुल रह्यो। थ्याङ्क यू सो मच बुटोल कालिका क्याम्पस। बाई बाई।